Hello guys, namaste, welcome back to my channel. आज चाहिँ हामी चटपटी खान लाग्छौँ त्यो पनि क्लिनिकमा कति बजी हुन्छ 12 बजेर and we are going to eat चटपटी. अनि यहाँ चाहिँ some question are there. त्यो क्वेशनको आन्सर चाहिँ हामी कालो कालो दिन्छौँ. एउटा क्वेशन निकाल. हेरौँ है के क्वेशन पर्छ. How many eggs do you have? I don't have eggs by the way. Seriously भने साच्चीको फेरि नाटक नगरिकिन. Eggs नै छैन. नाम सुनेन मलाई ल एउटा सिरियस वाला. सिरियस वाला. Eggs भन्ने चाहिँ मलाई याद हुन्न कि गाइस. Would like to take notes while I take notes. That's so fun. सबैभन्दा एम्बेरेसिङ मोमेन्ट के हो एम्बेरेसिङ भएको पानी बैगन अनि तिमीलाई लाज लाग्यो अनि अक्वर्ड भएको तिमी के तिमीलाई हुन्छ नि के गर्दाखेरि चाहिँ तिमीलाई कस्तो अक्वर्ड फिल हुन्छ के कुनै टाइम तिमीलाई एकदम टाइम अलि बेइज्जत त्यस्तो थियो अलि उ भएर मलाई चाहिँ एक्जाम्पलको लागि म चाहिँ मैले कसैलाई नमस्ते गरेँ होइन उसले चाहिँ फर्काएन भने चाहिँ मलाई कस्तो अक्वर्ड लाग्छ अरे त्यस्तै गरी तिमीलाई के लाग्छ एउटा त्यस्तो के होला हैन कतै नयाँ ठाउँमा गयो भने एक्लै हिँड्दाखेरि चाहिँ त्यस्तो हुन्छ नेक्स्ट क्वेशन माइ टर्न गाइज क्रसले प्रपोज गर्यो भने व्हाट विल बी योर रिएक्सन तू समझा हाँ नहीं तू समझा बियोन्ड एक्सपेक्टेसन हुन्छ गाइज एकदम Guys, I have only one crush, होइन भने सेलिब्रिटी क्रस होइन फेरि एकदमै त्योवाला क्या रियल पर्सनमा हेरेर कोही मान्छे उसलाई पनि थाहा उसले प्रपोज गर्यो भने त म त त्यहीँ साइन्टिफिक लाग्ने छु के खाएको मेरो बहिनी प्रतिभा ड्रामा किन फर्किने That's to her. यही हेरेर हुन्छ यो मेरो चस्मा हो पावरवाला दिनमा सबैभन्दा बाठो छ अरे म हो यही मेरो अनुहार अर्कालाई फसाइदिन पनि सक्छ जे पनि गर्न सकिन्छ बाटो चाहिँ गाइस अर्कालाई फसाउन बाँकी भयो हो विचार कुदेर पाक्छ गाइजमा 5 मिनट सुन्दै बस्छ जाजले हो एकपल्ट मेरो खास किन खाएर कस्तो भयो Who is green flag? Me myself. मलाई चाहिँ मनै ग्रिन फ्ल्याग लाग्छ तिम्रो के हो विचार मलाई लाग्दैन हामीलाई के छ त म रेड फ्ल्याग प्योर रेड एकदम गाड्दा रेड एन्ड देन ग्रिन फ्ल्याग छु मान्छेले बुझिसकेपछि लास्ट टाइम कहिले नुहाएको रे बाहिर म हिजो नै नुहाएको कपाल मात्रै होइन प्रम बडी एक दिन इन्डिभिजुअल भए खै के गर्छौ पैसा ब्याङ्कबाट लुटेर भनेर तिमीलाई कसैले पनि देख्नै नसक्ने है तिमीले सबैलाई देख्न मिल्ने तर अरूले देख्न नसक्ने ड्रिम भयो भने के गर्छ त्यस्तो मौकामा हन्ड्रेड लुगा मेकअप प्रडक्ट पैसा म त्यस्तो गर्दिनँ के गर्दिनँ न के तिमी इन्डिभिजुअल भएर के गर्छौ भने नि म त के गर्छु यो संसारै देख्छु म सबैभन्दा नेपालको रिच बनिन्छु एक दिन मैले जो माथि यस्तो के गर्थेँ होइन म सबै होटलहरूमा गएर खानाहरू टेस्ट गर्थेँ नयाँ नयाँ खानाहरू अनि कपडाहरू टेस्ट गर्थेँ भिडियोको लागि राम्रो त्यही खानु भाइ कस्तो खानु चेक चेक तिम्रो होइन म त्यस्तो
म मेरै खोज्छु नि ल गाइस ल Your secret talent रही है I don't have talent by the way होइन मेरो secret talent के हो talent छैन talent खाने sleeping नै म भन्ने चाहिँ उसको सिक्रेट ट्यालेन्ट भने बाटो त होइन केही होइन हामीले किनेको वालाहरू पढाइ देखेन होला पैसा कति आयो 24 आवर्सको लागि अपोजिट जेन्डर भयो के गर्छ उसले म चाहिँ केटाहरूको एक्ज्याक्ट थाहा हुन क्या लाइक केटीहरू चाहिँ यस्तो सोच्छ उनीहरूको सबै थाहा हुन्छ नि त तिनीहरूले पनि के सोच्दो रहेछ अनि त्यसपछि त्यो सबै तिनीहरूको माइन्ड पढ्थ्यो क्या म केटाहरूको तिमीले गर्छौ म त यी गरेर बसेँ म त धेरै चिज गर्थेँ तर म पाउँदिनँ हाम्रो बिहानको खाना हो गाइस बाई द वे भनौँ लभ म्यारेज मक्का भयो ब्राइड टु बी फेरि सुन पर्नेलाई क्वेसन परेछ उसको बेसी चाहिँ हुँदैन अनि उसको लभ म्यारेज सो उसलाई लभ म्यारेज चाहिँ मनपर्छ फर्स्ट लभ उसको यु लभ अर अरेन्ज म्यारेज जे पाएँ त्यही अब भाग्यमा के चाहियो बिरेज लाग्दैन केटाहरू छि मिलियनियर भयो भने फर्स्टमा चाहिँ किन्छु गाडी के भयो भने घर किन्छु कार किन्छु खान्छु अनि मेकअप प्रडक्ट्स किन्छु लुगा किन्छु के गर्छौ ब्यागको कलेक्सन धनी भयो भने के गर्छौ सब आफ्नो सपना जति पुरा गर्छु म पनि आफ्नो सपना पुरा गर्छु तर मैले चाहिँ मेरो गरिब उनीहरूले स्ट्रिट सिटिङहरूको लागि केही गर्थेँ भिडियोको लागि उनीहरू धेरै राम्रो गर्छ है मैले पनि भन्नु सक्थेँ त्यो तर होइन म सबै गर्छु नि त त्यो पनि मेरो ड्रिम हो नि त पुरा भयो के एउटा विस पुरा हुने भए चाहिँ तिमीले के माग्थ्यौ यदि पुरा हुने भए चाहिँ एउटा विस आउने म करोडपति भन्नु वाह खर्च यसमा चाहिँ लजिक भएको यतिकै होइन क्या बाटो भनेको हामीले उसलाई समझ रहे हो लास्ट वान नहीं Who is red flag? अघि भएन अब त्यो ग्रिन फ्ल्याग भएको हाम्रो ग्रुपमा को रेड फ्ल्याग मै भन्नु त मिल्दैन आइसका थियो अब सोधी भयो आइसका रेड फ्ल्याग पहिला थियो है त्यो जोसँग पनि भयो अनि के भनेको रेड हो त जोसँग पनि अलिक लोयलिटी नभएको रेड फ्ल्याग त कोही थिएन है पहिला थियो भनौँ न पहिला थियो अहिले चाहिँ हुनुहुन्छ त्यो गाइस हाम्रो क्वेसन चाहिँ ग्रिन फरेस्ट हो म पनि ग्रिन फरेस्ट ग्रिन फरेस्ट लचौटी फरेस्ट चाहिँ भनेर हामी सबै सकिएको छ हामी यही भिडियो समाप्त गर्न चाहन्छु मेरो चेक एकपल्ट हेर्नु होला हेर्नेले लाइक कमेन्ट गरेर जानु होला थ्याङ्क यू सो मच फर वाचिङ गाइज अनि धेरै माया देखाइदिनु होला योभन्दा अगाडिको भिडियोमा तपाईँहरूले धेरै माया दिनुभएको छ थ्याङ्क यू धन्यवाद बाई बाई टाटा हेभ अ गुड डे बाई 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 गाइज यहाँ फाइट भइरहेको बदला लिदेऊ बदला बदला सुई गरेर मेरो होइन है दाइ केही नि देख्नु भएको गाइज यहाँ झगडा सुरु भएको छ ओए गरौँ न अझै झगडा
We don't do fight, okay? I need peace. I love peace. I want to love things. क्यामेरा तर्सिने बित्तिकै एक्टिङ सुरु Hello guys. This is my nail, okay? दिदी हेर्नु क्यामेरा त यसरी ठाडो हुने बित्तिकै एक्टिङ सुरु मेरो बहिनीलाई के गर्नु तपाईँले? गार्दै भर्सेस स्टाफको बीच लडाइँ भइरहेको छ क्या जिया दुईजना स्टाफ हो गाला कालो मेरो अलरेडी छ ल डिम्पल। कति तिमीलाई हेप्यो है लास्टै तर यस्तो म दिदी हामीलाई यस्तो हेपेको हामी यस्तो गर्थ्यौँ हामी त के गरिसक्थ्यो होला प्रतिभा त Like you guys, okay? लास्टै हेप्यो है Okay. प्रतिभा तर भएन है यस्तो हामी त यस्तो हेपाइ खान्थेन I don't know that. बोल्नु न इङ्ग्लिस यस नो भन्नु न दाइ यस नो गाली गरे। दाइ हजुरलाई के भयो अरे इङ्ग्लिसबाट गाली गर्यो हा दाइ 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 Why sad? तिमीले मुख धोएको थिएन है गाइजको मुख पनि नधोएको न ड्युटी आफ्नो नै हो म चाहिँ सबै धोएर आउँछु म त आएर